हेलो नमस्ते गुड मर्निङ एभ्रिवान दिस इज ह्यान्डल ब्लगर क्रिएटर फ्रम भोजपुर नेपाल र देख्न सक्नुहुन्छ हाम्रो घर अगाडिको तोरी चाहिँ यस्तो दामी छ कि ब्युटिफुल अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु र देख्न सक्नुहुन्छ हाम्रो घर अगाडिको तोरीको फुल चाहिँ यति राम्रो फुलेको छ कि है देख्न सक्नुहुन्छ पयालै भइरहेको छ यस्तो दामी ब्युटिफुल छ कि एकदमसँगले मौरीको पुरा आवाज आइरहेको छ है भुनुनु गरिरहेको छ एकदमसँगले मौरीको रसै रस भइरहेको छ यतिखेर चाहिँ है मौरीको चाहिँ यहाँनिर राज्य पुरा यो रमाइलो पुरा एकदम हो यो चाहिँ सिजन म चाहिँ आइसकेको छु अहिले चाहिँ यहाँनिर चाहिँ यो हाम्रो दाइहरूको खेत हो गोइरी भन्ने ठाउँको गोइरी भन्छ यसलाई चाहिँ यो खेतलाई चाहिँ साथीहरू चट्टसँगले अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ पुरा पुरानो तरिकाको शैलीको कुवाहरू कसलाई थाहा छ तपाईँहरूलाई कुवामा पानी खानु भएको छैन तपाईँहरूले अनि फाइनली अहिले चाहिँ म आइसकेको छु यहाँनिर बिटा बोक्ने खेताला आइसकेको छु है साथीहरू यहाँनिर चाहिँ हाम्रो दाइहरूको है परको दाइहरूको खेताला आइसकेको छु र खेतालाहरू चाहिँ आयो पुरा निम ओकारीहोरी खेतालाहरूले चाहिँ सबैजनाले चाहिँ पुरा मुठा बोक्न थालिसक्नु भइसकेको छ है धाउदी चाहिँ दामी ब्युटिफुल समर जग्गा छ है एकदमसँगले रमाइलो छ धाउदी चाहिँ दृश्यहरू चाहिँ पारी शङ्खसभा जिल्ला पर्छ पारी चाहिँ र यहाँनिर चाहिँ दाइहरूले अङ्कलहरूले ठुलो बाहरूले चाहिँ पुरासँगले मेरो लागि डोरी बाँधिदिनु हुनुहुन्छ र पारिपट्टि चाहिँ देख्न सक्नुहुन्छ शङ्खसभा जिल्ला खातबारी पर्छ त्यहाँनिर चाहिँ खातबारी बजार छ र अहिले चाहिँ देख्न सक्नुहुन्छ है म चाहिँ आइसकेको छु यताउति काम गर्नु हुँदैछ चट्टसँगले है बोक्नु हुँदैछ पुरा खुरु है म चाहिँ एकदम एकचोटि पुऱ्याइसकेर आइराखेको छु अहिले चाहिँ है र यहाँनिर चाहिँ ठुलो मम्मीले पनि लानु हुँदैछ र यता आन्टीले पनि लानु हुँदैछ चट्टसँगले मुठा बोकेर भारी बोकेर लानुपर्ने हुन्छ दाइ भन्छ कुन्यु लगाउनुको लागि अनि मेरो जिब्रो चिप्लिँदैछ साथीहरू है देख्न सक्नुहुन्छ खलेबाट चाहिँ यत्रो बडा छ अनि यहाँनिर बिटा लगाउनु पर्ने हुन्छ सबै यो एकै ठाउँ पोको पारेर चाहिँ थुपार्नु पर्ने हुन्छ अनि त्यसलाई नै बिटा लगाउने भन्छ साथीहरू है पराल धान पराललाई एकै ठाउँ बिटा लगाउने भन्छ है पुरा पोको पारेपछि चाहिँ है वरिपरि राउन्ड लगाएर चढाउनु पर्ने हुन्छ धान लगाइराख्नु पर्ने हुन्छ कुमाउनु पर्ने हुन्छ होइन 1-2 हप्ता चाहिँ अनि त्यसलाई चाहिँ दाइ गर्नुपर्ने हुन्छ साथीहरू पछि चाहिँ है अहिले चाहिँ साथीहरू काममा बोकेर ल्याएपछि यति साह्रो धान अडिरहेको छ मेरो दोस्तको ढाडैभरि जिउैभरि धानै धान छ है साथीहरू देख्न सक्नुहुन्छ अनि दाइले पनि लिएर आउनुभयो एक भारी पराल र यता चाहिँ विश्राम गर्नुहुँदैछ दिदी बहिनी भाउजूहरू चाहिँ दाजु चाहिँ पानी खानुहुँदैछ र एकजना दाजु चाहिँ पराल फ्याँक्नु हुँदैछ त्यो सबै पराल चाहिँ माथि चढाउनु पर्ने हुन्छ क्या सबैजनाले फ्याँक्नु पर्ने हुन्छ सबै एकजनाले चाहिँ ल गाइस केयर पानी पिदिनुहोस् त ल क्याच गर्नुहोस् र साथीहरू हल्का रमाइलो चल्दैछ यहाँनिर दाजुहरूको अनि यता दाजुको यस्तो भारी फुस्किसक्नु आँटिसकेको रहेछ है यतातिर अनि फेरि यता दोस्तको पनि यता दाइको पनि अनि यता मेरो अर्को दोस्त आउँदैछ पुरा एकदम भारी बिग बोक्ने चाहिँ हाम्रो ठाउँ गाउँको चाहिँ एकदम डन पर्छ यो चाहिँ पुरा भारी बोक्नको लागि चाहिँ मेरो दोस्त देख्न सक्नुहुन्छ क्या यहाँनिर यस्तो भारी बोकिरहेको चुइँ ती सबैभन्दा धेरै बोक्ने नै हो हाम्रो दोस्त है अनि भारी बोक्ने र साथीहरू हाम्रो दाइ हुनुहुन्छ झन् धेरै धान बोक्ने चाहिँ एकदम धेरै आधाको धेरै धान बोक्ने नै दाइ हो र अहिले चाहिँ हामीले एउटा कुन्यु लगाइसकेको छौँ र फेरि अर्को थालिसकेको छौँ है साथीहरू अर्को कुन्यु लगाउनु पर्ने छ अनि अब चाहिँ यता अघि चाहिँ उतापट्टिको बोकेको थियौँ र अब चाहिँ यो यता सिमपट्टिको चाहिँ बोक्नुपर्ने छ यतापट्टिसम्मपट्टिको अनि पारी देख्न सक्नुहुन्छ शङ्खसभा जिल्ला र यता हुँदै सिम रहेछ है एकदमसँगले अनि यहाँको सबै उसारिसक्नुपर्ने छ हामीले चाहिँ बोइजहरूले चाहिँ सबै बोकेर उसारिसक्नुपर्ने छ क्या साथीहरू र यहाँनिर चाहिँ पुरा मुठा बनाइसकेको छ देख्न सक्नुहुन्छ साथीहरू र साथीहरू यहाँनिर चाहिँ पुरा यो सानो भाइले उतादेखिको पानी बोकेर लिएर आएको है साथीहरू यो चाहिँ पुरा कुवा गएर अहिलेको मैले सुरुमा देखाएको कुवामा गएर पानी लिएर आएर हामीले सबैलाई खुवायो यो भाइले चाहिँ चट्टसँगले अनि यता दाजुले पुरा मुठा भारी लिएर आउनुभएको छ अनि यता दाइ सरहरूले यत्रो लगाइसक्नु भइसकेको छ साथीहरू यत्रो कुन्यु लगाइसक्नु भइसकिसक्यो हामीले यत्रो ओसारिराखेको छौँ यता माथिको अघिको देखाएको सिम चाहिँ सबै सकियो है हामीले चाहिँ है अनि अब चाहिँ यता मुनितिरको छ बाँकी अब चाहिँ साथीहरू अब चाहिँ बोक्नको लागि फाइनली साथीहरू अहिले चाहिँ हामीले सबैले बोकेर सकिसकेको छौँ है अब चाहिँ गरामा मात्रै थुपारिरहेको छौँ खले गरामा मात्रै छ अब चाहिँ बोक्नुको लागि बोकेर थुपारिसकेको छौँ खले गरामा छ अब यो चाहिँ सबै हामीले फ्याँकिसक्नु पर्ने छ अनि कुन्यु लगाएर खाजा खान जाने हो है साथीहरू अब चाहिँ खाजा खाने बेला नि नभइकन सकिसकेको छ अहिले चाहिँ हामीले पुरा सकिसकेको छौँ भन्दा पनि हुन्छ अब अलिअलि रहेको माथि चढाउँदैछौँ र अब चाहिँ हामी घर लाग्दिएको है सकेर चाहिँ साथीहरू चट्टसँगले है अब चाहिँ घर लाग्दिएको साथीहरू अब घरमा गएर खाजा खानुपर्ने छ हामीले चाहिँ है साथीहरू र साथीहरू खाजा पनि चट्ट आइसकेको छ मलाई पनि अनि त सर हुनुहुन्छ सरलाई पनि आइसकेको छ सर भन्ने नै हुन्छ दाइ भन्ने पनि हुन्छ अनि सरले चाहिँ चट्ट खानु हुँदैछ है अहिले चाहिँ सरले चाहिँ पढाउनु त हुँदैन त्यही पनि सर चाहिँ सरै हुनुहुन्छ है तर अझै अहिले पढाउनु अझै हुन्छ अहिले चाहिँ पढाउनु हुँदैन अहिले पढाउनु छोड्नु भएको छ है अहिले चाहिँ अनि अब चाहिँ म खाजा खानु पर्यो साथीहरू चट्टसँगले दिने हो एकदमसँगले है दामी छ साथीहरू भात चाहिँ अब भोक लागिरहेको हुन्छ नि त काम गरेपछि त यस्तो भात रुच्छ होइन दिउँसो भए पनि जहिले पनि
अनि दामी छ भात चाहिँ खाँदा चाहिँ दामी रहेछ साथीहरू है। अब चाहिँ तपाईँहरूलाई म छोरी देखाउँछु है त साथीहरू। मेरो साथीको छोरी देख्न सक्नुहुन्छ अनि मेरो छोरी परिहाल्छ होइन अनि देख्न सक्नुहुन्छ है। यत्रो बुइनी छ है अनि बुइनी हो है अनि दादाले चाहिँ बोक्न जानुभएको थियो। र पारी सङ्घसभा देख्न सक्नुहुन्छ है साथीहरू। सङ्घसभा बजार खाँदबारी बजार भनेको चाहिँ यही हो साथीहरू। मेरो फोनबाट त्यस्तो राम्रो त देखिँदैन, त्यही पनि खाँदबारी बजार चाहिँ अहिले देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी फेरि अर्को कुनै लगाउन आइसकेको छौँ साथीहरू। भिडियो चाहिँ यति नै साथीहरू। हिमालहरू देख्न सक्नुहुन्छ। टु बी कन्टिन्यू। थ्याङ्क यू फर वाच।